यहाँ हेर्छ के गर्ने एन्टालाइट पऱ्यो हो ल कस्तो राम्रो हिमालय छ ब्याकग्राउन्डमा तेरो ब्याकग्राउन्डमा फोटो खिच्छ पखेको छ खोइ पापामा त आइसो तँलाई छुट्छ कि भनेको केबल कार अझै पनि चलिरहेको रहेछ ऊ निर्मल पुर्जा जस्तै लाग्यो होला हो लाइट पर्यो यस्तो है 7 कति बज्यो 5:30 5:30 बजे 6 बज्नु भयो कहाँ पर आउँदैछ टाइम लागिहाल्छ है तेरो माउलाई मैले राख्छु नि त है कि सबैजनाको खिच्छ फोटो होइन त्यही यता खिच्न आज 78 सालको पौष 17 गते होला सायद आज 1 गते 1 तारिक 2022 जनवरी 1 हामी के अरे पुरीमा छौँ पुरीमा यहाँ स्नो छ त्यहाँ सेतो बादल छ मलाई त्यो पनि स्नो हो त्यहाँ जान सकिन्छ दौडेर अत्यन्त माथि त्यहाँ हिमाल देखिन्छ माथि है भोलि अनि त्यो भगवती जाने हो दर्शन गर्न जाने केवल कारबाट जाने भने सुनेको थिएँ हो केवल कारबाट चलिरहेको थियो एकछिन अगाडिसम्म चलिरहेको थियो यो उति राम्रो थियो मजा भोलिबाट दिने टिकट कुराहरू पाइहाल्यो नि त भिड हुन्छ त्यस्तो ठाउँ हामी आएको थिएनौँ नि है यस्तो हिउँ उता गयो आइस मात्रै थियो कहाँ हामी अस्ति हामी त्यति अलि थियो नि स्नोफल भएपछि आएको पनि हुन्छ